टन्नै चप्पल छ त यहाँ त अरू पनि टिका लाउन आउँछ क्या हो है हुन सक्छ मामा हो यार दसैँको बेला मामा भन्ने शब्द सुने कि डर लाग्छ हौ ओहो भान्जा भान्जी पाउनु भएछ त नि के कति काम थियो होला अब के काम हुनु नि मामा दसैँमा टिका लाउनु भनेर आएको नि ए टिका लाउन आएको अब हेर न टिका लाउन भनेर अक्षता जमरा सब रेडी पारेको थियो जुठो पारिहाल्यो झुटो पर्यो औलाई के भयो बुवा हजुर ए मूर्ख दसैँको बेला के को हल्ला हो अनि अहिले जुटो पर्यो भन्नु भएन हजुरबा त यहीँ हुनुहुन्छ त नमस्ते हजुरबा ओहो नमस्ते नाति नातिनीहरू आउनु भएको रहेछ ल नाति नातिनीलाई टिका लगाएर पठाइदे म यहाँ भिडियो कलमा बिच्छु अनि बेबीले टिका लगाऊ नि मामा अघि बुवाको जुठो पर्यो भन्नु भएन ए तेरिका भान्जी अघि बुवाले भात खाएर हात चुट्ने बेलामा मेरो हातमा जुठो पर्यो भन्यो क्या जुठो हाल्नु के टिका लगाइदिनु भनेर जुठो पर्यो भनेको भान्जा भान्जी पुरै सुनेन लोरी मामा ल बस टिका लाउँ है मामा हेर के खोज्नु भएको अनि मामा घरमा टिका लाउन आएको खाली हात आइयो मामा जन्मिँदै खाली हात जन्मेको मामाहरू आउँदा के लिएर आउनु खाली हात आइयो नि अनि भान्जी तिमी त दसैँभन्दा अगाडि विदेश जान्छु भन्थ्यौ भिसा लागेन र लागेन नि मामा न्युजिल्यान्डको लागि अप्लाई गरेको थिएँ रिजेक्ट भयो अब यसपालि चाहिँ भिजा लागोस् भनेर आशीर्वाद दिनु पर्यो भान्जाबाट सुरु गरौँ टिका लाउनुलाई है ल नेदरल्यान्ड ल भान्जा दुबो मौला चाहिँ मौलाउनु जाँड खाएर बाटोमा कहिले नमौलाउनु आशीर्वाद भान्जा धेरै प्रगति गर्नु मैले सहन सक्ने गरी ल भान्जा दक्षिणा एकछिन एवं रीति है पहिला भान्जीलाई ठिक लाउँ भान्जी निधार ल्याउनुहोस् त ल भान्जी मखमली फुल बसा चाहिँ बसाउनु तर केटा कहिले नफसाउनु भान्जीको चोक चोकमा कुरा होस् विदेश जाने सपना पुरा होस्